शीर्षक आभा अध्याय माया गर्ने बहिनीहरू। सूर्यको न्यानो घाम बिहान कोठामा पस्यो। आभा ओछ्यानबाट उठी र आफ्नो सानी बहिनी अध्यायको छेउमा पुगिन्। गुड मर्निङ अध्याय, आभाले मुस्कुराउँदै भनिन्। अध्याय आँखा मिच्दै हाँसी अनि दादा गर्दै दिदीको हात समाई। तिमी मसँग सुत्न रुचाउँछौ है? आभाले सोधिन्। अध्याले टाउको हल्लाए। त्यसपछि दुवै बहिनी खेल्न थाले। आभाले आफ्नो मनपर्ने टेडी बियर अध्यालाई दिन्। यो मेरो मनपर्ने हो, तर तिमीलाई मन पर्यो भने तिमी राख्न सक्छौ, आभाले भनिन्। अध्याय खुसी हुँदै टेडीलाई च्यापेर ओ गरिन्। दिउँसो आभा चित्र बनाउँदै थिए। अध्याय आएर रङ्गीन क्रेयन हातमा लिई। आभा ठट्टा गर्दै भनिन्, तिमी पनि चित्र बनाउने? आऊ है। दुवैले एउटै कागजमा चित्र कोरे। एउटा घर, घाम, फूल अनि दुईजना सँगै बसिरहेका बहिनीहरू। हेर त, आभाले भनिन्, यो हामी हौ, आभा र अध्याय, हामी सधैँ सँगै रहने। आमा मुस्कुराउँदै हेर्दै भन्नुभयो, मेरो दुवै नानी त एकअर्कालाई धेरै माया गर्छन्। साँझमा अध्याय निदाउन खोजिरहेकी थिइन्। उनी अलिकति डराए जस्ती थिइन्। आभाले उसको हात समाइन् र सानो स्वरमा लोरी गाउन थालिन्। दिदीसँग छौ तिमी, डराउनु पर्दैन, माया गर्छु म तिमीलाई, साँच्चै धेरै। अध्याय दिदीको काँधमा टाउको राखेर निदाउन थाली। आभाले निधारमा चुम्बन दिई र फुसफुसाइन्, तिमी मेरी सानी साथी हौ, सधैँ म तिमीलाई माया गर्छु।